जनताले ओभर एक्सपेक्टेसन राखेको रासपाबाट जस्तो लाग्छ कि लाग्दैन? ओभर एक्सपेक्टेसन्स राखेको जस्तो लाग्दैन, तर अन्य दलहरूलाई रिप्रेजेन्ट गर्नुभएका जति पनि नेताहरू हुनुहुन्थ्यो, अग्रज व्यक्तित्वहरू हुनुहुन्थ्यो, उहाँहरूले चाहिँ नागरिकका सानाभन्दा साना भावनामाथि खेलवाड गरेको कारणले गर्दाखेरि चाहिँ हामीसँग बढी अपेक्षा भएको जस्तो लागेको मात्रै हो हामीलाई। आज तपाईँ गाउँ समाजमा जानुभयो भने, म त दाङको क्याम्पेनमा पनि थिएँ, रोल्पाको क्याम्पेनमा पनि थिएँ, उहाँ जाँदै गर्दाखेरि मैले यही डायरी बोकेर विभिन्न गाउँहरूमा विभिन्न टोलहरूमा जान्थेँ। कस्तो छ त नागरिकहरू, हामीबाट के अपेक्षा गर्नुभएको छ त भनेर सोध्थेँ। तर सोध्दै गर्दाखेरि मैले 1-2 पटक लगेँ, त्यसपछि लग्न छोडिदिएँ। किनभने अब यसमा डायरीमा टिप्ने भनेको त धेरै खालका समस्याहरू आउलान्, फरक खालका समस्याहरू आउलान्, समुदाय फरक छ, टोलहरू फरक छन् भन्ने सोचेर मैले लगेको थिएँ। तर नागरिकहरूका सामान्य समस्या, ती सामान्य समस्या भनेको कमन समस्या छन्। खानेपानी छैन, अगाडि बाटो छैन, पढ्नको लागि गुणस्तरीय शिक्षा छैन, विद्यालयहरू नजिक छैन, अनि बच्चाहरूको हाइजिन राम्रो छैन। यस्ता एकदमै साना साना आधारभूत आवश्यकताहरूसँग लडिरहेको अवस्था छ। यो अवस्था आउनुको मुख्य कारण भनेको त हामीले चुनेर पठाएका व्यक्तिहरूप्रति तपाईँले अघि भने जस्तै शङ्का गर्न मिल्छ कि मिल्दैन भनेर शङ्का नगरिकन उहाँहरूलाई चाहिँ पुरै भरोसा गरेर 30 वर्षसम्म चाहिँ हामीले राजनीति गर्न दियौँ, र त्यो राजनीति चाहिँ उहाँहरूमाथि मात्र केन्द्रित भयो, नागरिकमाथि कहिले पनि केन्द्रित भएन। त्यो भएको भएर राष्ट्रिय स्वतन्त्र पार्टीमाथि चाहिँ, हामीमाथि अझ भनौँ, नागरिकहरूको उपेक्षा धेरै लागेको हो। तर खासमा उहाँहरूको अपेक्षा एकदमै सामान्य नै छ। एकदम सामान्य समस्याहरू छन् हैन? एकदमै सामान्य। त्यो समस्या त सजिलै पुरा गर्न सकिन्छ। सजिलै सकिन्छ।